होइन हामीले के को आधारमा चाहिँ भोट हाल्ने के घन्टीलाई बालेनलाई के को आधारमा के त्यो काठमाडौँ भ्यालीको प्लास्टिक जन्ने फोहोरहरूलाई त्यसले आसफल्टसँग मिलाएर ब्ल्याक टपिङ गरिसक्यो त कालो पत्री गरिसक्यो त अनि अर्ग्यानिक कुहिने फोहोरहरूलाई इन्सिनेटरको प्रयोग गरेर मल बनाउँछु भन्थ्यो कति रुपियाँ केजी रहेछ त्यो मल अनि जाम कम गर्नको लागि चाहिँ स्कुल कलेज र अफिसहरूको टाइम डिफ्रेन्ट गर्ने भन्ने उसको ठुलो प्लान थियो खै त त्यो भयो जाम छैन अहिले जाम छैन होइन बालेनको काम छैन भने तिमीहरूले सुँगुरकै मासु खुवाएको छ कि के हो बालेनले उल्कै गुणगान गाइरहेछ त पछि लगाइरहेछ त एउटा सच्चा नागरिकले देशको विकास चाहने देशको माया गर्ने नागरिकले कहिले पनि बालेनको गुणगान गाउँदैन अबदेखि त्यो त अब चुनाव पछि थाहा हुन्छ यो बालेन भन्ने मान्छे भनेको हाम्रो स्वास्थ्यको लागि र यो देशकै स्वास्थ्यको लागि स्मोकिङ र लिक्विड ड्रिङ्क्स जस्तै हो क्या मजाले लेखिएको हुन्छ स्वास्थ्यको लागि हानिकारक छ भनेर र पनि मान्छेले पिइरहेकै हुन्छन् तर त्यसको असर त एकदमै ठुलो तरिकाले देखिन्छ नि त अन्तिममा चुनाव पछि थाहा होला भेडाहरू